फेरि पनि स्वागत छ मेरो च्यानलमा तपाईहरु सबैलाई। आज चाहिँ म मेरो वाइफ र मेरो सनसँग म चाहिँ काठमाडौँ मार्केटमा सपिङ गर्नका लागि जाँदै छौं। मेरो वाइफ र मेरो सनले चाहिँ केही किन्ने अरे। हेरौँ अब चाहिँ के किन्दो रहेछ तपाईँ हामीले हैन। अपडेट गराउनेछु भन्दै अब लगभग म चाहिँ पुग्न लागेको अवस्था। हामी चाहिँ नजिकै पुगिसकेको अवस्था छ। अब लगभग आइपुगेको अवस्था उता अपोजिटपट्टि। यहाँदेखि चाहिँ लेफ्ट लाग्नु बित्तिकै म आइहालेँ। सक्नुहुन्छ माइसँग माइ वाइफ अगाडि। त्यहाँ चाहिँ यो बाहिरको दृश्य हो। हामी चाहिँ पार्किङ गरी भित्र प्रवेश गर्दै गरेको अवस्था छ हैन। देख्न सक्नुहुन्छ यहाँ सबै आइसक्रिमहरू पाउने ठाउँ हो। यो आइसक्रिमहरू छ टन्नै यहाँ भनेदेखि हामी चाहिँ अब भित्र प्रवेश गर्नु आँटेको छौँ। यतापट्टि चाहिँ भेजिटेबल्सहरू पाइन्छ बाहिरै। भित्र पनि पाइन्छ बाहिर पनि पाइन्छ। हामी चाहिँ भित्र पसिसक्यौँ। अब चाहिँ हामी यहाँदेखि एउटा लिफ्ट चढेर सर्र माथि जान्छौँ। लिफ्टमा माई वाइफ माई सन गइरहेको अवस्था छ भने म चाहिँ पछि म नजिक भएर राम्रोसँग भिडियो आएन यहाँ है। हामी चाहिँ छोरोले चाहिँ मेरो फोटो खिच्दिँदैछ। म चाहिँ भिडियो बनाइरहेको अवस्था छ। उतापट्टिको त्यो ओल्ड बिल्डिङमा त्यो के भएर अहिलेसम्म धेरै वर्ष भइसक्यो। हामी फर्स्ट फ्लोर गइसक्यौँ। अब यसपछि फेरि सेकेन्ड फ्लोरमा जानेछौँ। यहाँदेखि फेरि अर्को लिफ्ट चढेर हामी चाहिँ अर्को लिफ्ट चढेर जाँदैछौँ। यो चाहिँ सेकेन्ड तलामा जाँदै गरेको अवस्था देख्न सक्नुहुन्छ। यहाँ चाहिँ ड्रेसहरू पाउने। यहाँ चाहिँ कपडाहरूको चाहिँ कपडा जुत्ताहरू पाइँदो रहेछ। म चाहिँ धेरै वर्षमा यहाँ प्रवेश गर्दै गरेको छु भने हामी फेरि यहाँदेखि भित्र पसिसक्यौँ। अब देख्न सक्नुहुन्छ कपडाहरू अब हेर्ने स्टार्ट भइसक्यो। यहाँ अब के किन्ने हो भन्ने कुराहरू अब देख्न सक्नुहुन्छ हैन। म चाहिँ पछि क्यामेराम्यान। अब फेरि मेरो सनले चाहिँ मेरो क्यामेराम्यान गर्छ, क्यामेरा समात्छ र म चाहिँ मेरो वाइफसँग सपिङ गर्छु हैन। हेर्न थाल्यो। कुर्ता सुरुवालमा आँखा गएछ मेरो वाइफलाई। मेरो सन चाहिँ के हेरिरहेको छ। उसले पनि के किन्दो रहेछ हेरौँ। मेरो वाइफले चाहिँ कपडा कुर्ता सुरुवालै किन्ने भन्ने कुरा गरिरहेको र मेरो चाहिँ अलरेडी क्यामेरा मैले मेरो सनलाई ह्यान्डओभर गराइसकेँ र मैले चाहिँ अब उता देख्न सक्नुहुन्छ अब कस्तो कुर्ता सुरुवाल किन्ने मन पराउने मेरो वाइफलाई।
हेर्ने बाँकी छ, छान्दै गरेको छ होइन। अनि यता अब राम्रै कुरा हो, धेरै जस्तो चाहिँ यस्तै प्यान्ट टी सर्टहरू लगाउने मेरो वाइफ बल्ल 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 कुर्ता सुरुवाल किन्छु भनेर आज भनेपछि मेरो मन पनि साह्रै खुसी न खुसी भएर मैले चाहिँ जस्तो भनौँ त्यस्तै कुर्ता सुरुवाल किनिदिने निर्णय गरिसकेको छु। भने मेरो सनले पनि के किन्ने हो मेरो अब मेरो वाइफले चाहिँ मेरो सनले हेर्न जान्दा छ अरे कपडा र देखाउँदै गरेको कस्तो छ भनेर। तर मेरो सनले चाहिँ राम्रै छ ठिकै छ भन्ने राखेको छ भने यतापट्टि सबै कपडाको फेरि मैले यहाँबाट लिइसकेर मैले अब भिडियोहरू कपडाहरूको बनाउन थालेँ। माई वाइफ र मेरो सनलाई चाहिँ छोडिदिइसकेँ त्यहाँ। अब छान्दै गरेको छ अवस्था छ कपडाहरू भनेपछि हामीले चाहिँ एक जोर कपडा ती अब हेरिसकेर पनि बोकिसकेको अवस्था। हामी चाहिँ हामीले चाहिँ एक जोर कपडा कुर्ता सुरुवाल किनिसकेका छौँ। देख्न सक्नुहुन्छ। अब यता के हेर्दै अझै पनि अर्को पनि लाने भन्ने कुरा यही उति चाहिँ किनिसकेका छौँ। अर्को पनि लाने भन्ने कुरा गर्दैछ मेरो वाइफले 2 जोर। तर मन नपराएको अवस्था। अर्को जोर चाहिँ यता चाहिँ स्यान्डलहरू होइन चप्पलहरूको, यता चाहिँ जुत्ताहरूको छ होइन। जुत्ताहरू जस्तो भनौँ त्यस्तै जुत्ताहरू सुज स्लिपरहरू पाउँछ। देख्न सक्नुहुन्छ यहाँ दिस इज द गोली स्टार नेपाली ब्रान्ड। अनि त्यहाँदेखि उतापट्टि देख्न सक्नुहुन्छ अब यसो सबै ब्रान्डका सुजहरू पाइन्छ होइन। भनेपछि अनि यसै गरी देख्न सक्नुहुन्छ सब यहाँ चाहिँ कपडा र सुजको मात्रै रहेछ। अनि अरूहरू के किन्ने भनेर मैले त्यहाँ सोध्दै गरेको छु भनेदेखि के किन्छ हेरौँ होइन। हामीले चाहिँ अलरेडी किनिसकेको छौँ एक जोर कुर्ता सुरुवाल भनेदेखि यता हेरिँदैछ। अब चाहिँ सनको लागि केही किन्ने भनेर सनको लागि चाहिँ केही किन्ने भनेर चाहिँ यहाँ हेर्दैछौँ। उडी अरे जाडोमा उडी किन्ने अरे। अनि देख्न सक्नुहुन्छ हुडीतिर जाँदैछौँ भने सनलाई चाहिँ त्यो खालको हुडी उसले भनेको हुडी उसले त स्टाइलको चाहिन्छ। म जस्तो चाहिँ झम्मै तातो हुने भएदेखि मलाई त भयो भने उसले त अलिकति स्टाइलको स्ट्यान्डर्डै चाहन्छ। त्यो भेटिन र फेरि हामी यता डलतिर झरिसकेको छौँ। यहाँ डलमा चाहिँ यो हेर्दैछौँ डलहरू होइन। डलहरू एउटा सानो बेबी छ घरमा। बेबीलाई त्यहाँ अहिले अलिक खेलाउने बेला भइसकेको छैन, सानै छ भनेर फेरि हामीले यो क्यान्सल गरिसक्यौँ। अनि सानै 3 महिना 4 महिनाको बेबी छ। क्यान्सल गरेर अनि खानेकुराहरू छिटो हामीले किनेर चाहिँ फ्रुट्सहरू किनेर अनि हामी फेरि फर्किँदै गरेको अवस्था है त गाइस। आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। थ्याङ्क यू फर वाचिङ।